नमस्कार, जय नेपाल। मतदान सकिसकेको छ, जनताले भोट हालिसक्नु भएको छ, तर रिजल्ट आउन बाँकी छ। मतगणना सुरु भइराखेको छ। अब कसले हार्ने कसले जित्ने त्यो त हेर्न बाँकी नै छ। तर नेताहरूको मुटुमा ढ्याङ्ग्रो बजिसकेको छ। यो चाहिँ अग्नि परीक्षा हो। यदि तपाईँले जनताको नजरमा कुनै राम्रा काम गर्नु भएको छ भने पक्कै पनि तपाईँहरूलाई जनताले फेरि पनि एकचोटि चान्स दिन सक्नुहुन्छ। तर तपाईँले जनताको मन दुखाउनु भयो, जनताले भने जस्तो सोचे जस्तो काम गर्नु भएन, तपाईँ जनताको नजरमा नराम्रो हुनुहुन्छ भने तपाईँको राजनीति सकियो। 100% हो। तपाईँ चुपचाप लाएर बस्दा हुन्छ। तर जनताको नजरमा राम्रो यदि हुनुहुन्छ भने पक्कै पनि आश राखेर बस्दै गर्नुहोस्। मतगणना भइरहेको छ। जित हार त अवश्य नै हुनेछ, हेर्न बाँकी नै छ। हामी रिजल्टको पर्खाइमा छौँ। रिजल्ट के आउँछ, कसको राजनीति अगाडि बढ्छ, कसको राजनीति 5 वर्षलाई निष्क्रिय हुन्छ, हेर्न बाँकी नै छ। जय देश, जय नेपाल।